नाम्सिवल नमस्ते, स्वागत छ हजुरहरूलाई अन्जुला मुखिया एन्ड फ्यामिली ब्लगमा है। अनि साथीहरू, आज चाहिँ म सिलगढीको गोर्खेहाटमा घुम्न गएको थिएँ। घुम्न जाँदा हेर्नुहोस् न, यहाँ त अर्ग्यानिक सागसब्जीहरू, दालहरू है, हरेक चिज गाउँ बस्तीको राखेको रहेछ है। हजुरहरूलाई पनि म लाँदैछु, हजुरहरूले पनि हेर्दै जानुहोला है। गोर्खेहाट घुमिदिनु होला हजुरहरू पनि म सँगसँगै। अनि यहाँनिर हेर्नु तरुलहरू, इस्कुसको तरुल, सिम्बल तरुल, हरियो साग है, यस्तै गाउँघरको सागसब्जीहरू स्टलमा राखेको रहेछ है। आज चाहिँ मैले यहाँनिर बेसी भिड र ग्यादरिङले गर्दाखेरि भोइस ओभर गरेको छु है। हजुरहरूले बुझिदिनु होला है। मैले यो फर्स्ट टाइम हो है। अनि मेरो अगाडि चाहिँ मेरो छोरीले भिडियो गरिदिँदैछ है, म चाहिँ देखाउँदै जाँदैछु। अनि यहाँ स्टलमा हेर्नुहोस् न, यहाँनिर चाहिँ यो पर्कको सेकुवा है, सेकुवा सुकुटी भनौँ न, पर्कको सुकुटी। अनि यता सेलरोटीहरू पोल्दै, तातो तातो सेलरोटीहरू है बाँड्दैछ त के अब बेच्दैछ है। गोर्खेहाटमा पनि बाँड्नु थाल्यो भने त सक्यो साथीहरू। अनि यसरी हामी हेर्दै 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 गयौँ। अनि यहाँनिर चाहिँ फेरि यहाँनिर पनि यस्तै सुकुटीहरू, मोमो, आलु। अन्त यहाँनिर चाहिँ फेरि हामी पनि आलुदम, मुलाको चटनी है, सेलरोटी चाख्यौँ है गोर्खेहाटको। मेरो बुढो, म, छोरी भएर। अनि फम्बी पनि खायौँ। त्यहाँदेखि फम्बी चाख्यौँ, फम्बी पनि मिठो थियो है। मेरो बुढोलाई पनि खायो, मैले पनि खाएँ। अनि मेरो छोरीले पनि खायो है, छोरीलाई पनि खायो। अनि यहाँनिर लाफिङ बनिँदैछ, फेरि लाफिङको अर्डर गऱ्यौँ, लाफिङ बनाइदियो। अनि लाफिङ मजाले बनाएको हेऱ्यो अनि लाफिङ पनि खायौँ, मिठो थियो। अनि हामीले पनि लाफिङ पनि चाख्यौँ है। चाखेर तिनैजनाले चाख्यौँ यसरी। हजुरहरूलाई पनि थुकायो होला, ननिल्नुहोस् होला है, भुँडी दुख्छ फेरि है। अनि यो खाएर फेरि गयौँ। त्यहाँदेखि फेरि कुखुराको वाचिपा देख्यो, खाने भनेको खाँदिनँ भन्नुभयो हो। त्यहाँदेखि यसो हेर्दै गयौँ, यहाँदेखि उता पनि केही छ होला भन्दै। यहाँनिर चाहिँ पर्कको सेकुवा पनि पोल्दै थियो है, त्यहाँदेखि बनाउँदै थियो सेकुवाहरू है। यसरी हेर्दै हेर्दै गयौँ। त्यहाँदेखि बुढोले खाँदिनँ भन्नुभयो नि त। त्यहाँदेखि फेरि अलिक पर गएको त ढुङ्गामा फेरि पर्ककै सेकुवा रहेछ हो, त्यहाँनिर खाने भयो। अन्त नाति बाजे भएर चाहिँ एक प्लेट चाख्ने भयो, चाख्छु भनेर चाहिँ नाति बाजे भएर चाहिँ ढुङ्गे पर्क सेकुवा चाहिँ चाख्यो। नातिलाई पनि मिठो भयो भन्दै त्यहाँनिर खाँदै थियो खुसी भएर है। बाजे नाति मिली चाख्यो। हामीले चाहिँ पर्क खाँदैनौँ र खायौँ है। अनि साथीहरू, यसरी फेरि बाहिर निस्केर यसरी बाहिरको फुलहरू केहरू स्टलमा के छ त्योहरू सबै हेऱ्यौँ है। आजकल त गोर्खेहाटमा पनि गाउँ बस्तीको यस्तो अर्ग्यानिक चिजहरू सबै पाइन्छ। नानीको खेलौनाहरू पनि हेऱ्यौँ, यसो यताउता हेर्दै गयौँ। अनि साथीहरू, अहिलेलाई भने चाहिँ बाई, यति नै।